हेलो साथीहरू, आज चाहिँ हामी सबैजना भएर स्विमिङ पुल जाँदैछौँ। नानीहरूलाई एकदमै स्विमिङ गर्ने इच्छा भएर नि नानीहरूले स्विमिङ पुल कहिले जाने मामा कहिले जाने भन्दै हुनुहुन्थ्यो नि। सो आज चाहिँ हामी नानीहरूलाई लिएर स्विमिङ पुल जाँदैछौँ। स्विमिङ पुलमा कसरी स्विमिङ गर्छौ? छिटो स्विमिङ मात्र गर्ने हो, खेल्ने छैन। त्यहाँनिर स्विमिङ मात्रै छ। पुरा बोलेको छैन। हामी चाहिँ घरबाट निस्किने बित्तिकै स्विमिङ कस्ट्युम लिनको लागि गयौँ। भान्जीको अनि मेरो अनि भाइको स्विमिङ कस्ट्युम थिएन। अनि भान्जीलाई र भाइलाई चाहिँ भयो। मलाई चाहिँ मैले भने जस्तो भएन क्या, कि पुरै ओपनमा कि भएन भने पुरै क्लोजमा त्यस्तो खालको थियो। मलाई टु पिसमा चाहिएको थियो, त्यस्तो भेटेन। अनि भाइ र भान्जीको लागि चाहिँ मैले लिएर आएँ। अनि हजुरहरूलाई पनि लिनु छ भने चाहिँ यो पसलको नाम चाहिँ के हो मलाई थाहा भएन, तर यो वान स्टप मलभित्र छ, हजुरहरू जान सक्नुहुन्छ। अनि हामी चाहिँ यहाँनिर स्विमिङ गर्ने ठाउँमा आइपुग्यौँ। अनि यहाँ टिकट बिल गर्दैछौँ। यहाँ बिलको सिस्टम चाहिँ के रहेछ भने नानीहरूको लागि चाहिँ 150 अनि ठुलोको लागि चाहिँ 300 रहेछ। अनि त्यो 300मा चाहिँ ड्रेस पनि अभाइलेबल रहेछ क्या। मलाई चाहिँ ड्रेस दिनुभयो, तर अलिक त्यहाँको ड्रेस चाहिँ कम्फर्टेबल नहुने क्या। अब मलाई चाहिँ अलिक मिलेन भनौँ न, भएन। यहाँनिर चाहिँ स्विमिङ गर्न जानुभन्दा अगाडि चाहिँ एकचोटि सावर लिनु पर्दो रहेछ क्या। अब जिउमा केही अब स्मेलहरू छ भने त्यसलाई पखाल्नु पर्दो रहेछ, अनि मात्र जान दिनुहुँदो रहेछ। अनि हामीले चाहिँ त्यो सबै एकचोटि सावर लियौँ। अनि त्यस पछाडि हामी चाहिँ स्विमिङ पुलमा गयौँ। बेबीहरूको लागि बनाएको स्विमिङ पुल चाहिँ एकदम विचार गरेर बनाउनु भएको रहेछ क्या। अलिक अगाडिपट्टि चाहिँ अलिक कम्ती पानी हुने गरी, अनि अलिक पर चाहिँ अलिकति गहिरो खालको हो त्यस्तो सिस्टमले क्या। अझै पहिले पनि एकचोटि गएको थियौँ अस्तिको वर्ष। अनि यो वर्ष पनि नानीहरूलाई त्यहीँ जाऊँ न मामु, तिनीहरू अलिक सजिलो हुन्छ भनेर भन्न थाल्नुभयो। अनि त्यही भएर हामीले चाहिँ मैले चाहिँ नानीलाई यहाँनिर लगिदिएको थिएँ। अनि नानीहरूले चाहिँ एकदम इन्जोय गर्नुभयो। अनि मेरो सानो बेबी त झन् पानीदेखि डढाउनु नै हुन बन्द हो, कति खेल्नुहुन्छ हुन्छ। लगभग हामी चाहिँ 2-2.5 घन्टा खेलिसकेर अब चाहिँ घर जाने भनेर नानीहरूलाई भनेको। अनि नजाने चाहिँ एकछिन खेल्ने भन्दै हुन्थ्यो, तर अब सास पर्न आँटेको थियो नि, त्यही भएर जाउँ भन्यो। अनि सानो नानी चाहिँ निस्केर मामा खाजा खाने भोक लाग्यो भन्दै हुन्थ्यो। त्यो रेस्टुरेन्ट त थियो, तर रेस्टुरेन्टमा खासै खाजाहरूको आइटम चाहिँ रहेन रहेछ क्या। त्यहाँनिर बनाउनु हुँदो रहेछ। अनि उता गएर खानुपर्छ है भनेर भने मैले नानीलाई। अनि हामीहरू चाहिँ यहाँनिर रेस्टुरेन्ट गयौँ। यहाँ यो रेस्टुरेन्टमा चाहिँ मैले ठुलो नानीको बर्थडे सेलिब्रेट पनि गरेको थिएँ क्या। अनि त्यही भएर मलाई यहाँको खाजाहरू चाहिँ एकदमै मनपर्छ। अनि नानीहरूलाई के खाने भनेर सोद्धा फ्रेन्च फ्राईहरू खाऊँ न मामु भन्नुभयो। अनि मैले चाहिँ फ्रेन्च फ्राई, पिज्जा, बिरयानी, मोमो अर्डर गरेँ। हाम्रो नानीहरू चाहिँ खाने बानी भएर नानीहरूलाई चाहिँ एकदमै मन पर्यो। अनि भान्जी चाहिँ खाने बानी थिएन नि त यस्तो। अनि त्यही भएर भान्जी चाहिँ नखाने, केही पनि नखाने भन्दै हुन्थ्यो। अनि लु मोमो चाहिँ खानु न त भनेर मोमो चाहिँ दिएँ भान्जीलाई। अनि हामी खानासाना खाएर निस्क्यौँ। हस् त, थ्याङ्क यू, बाई बाई।